15 महिना पर्ख र मेरो राजीनामा हेर्ने मन छ भने पर्ख 15 महिना पर्ख। जनताले बनाएको संविधान नमान्ने, जनताले ल्याएको लोकतन्त्र नमान्ने, जनताको प्रणाली नमान्ने, जनताको सार्वभौम सत्ता नमान्ने, जनताको सर्वोच्चता नमान्ने, जनता शक्तिका स्रोत हुन् भनेर नमान्ने, अनि जनताको चाहना अनुसार अनि पैसा तिरेका 4वटा गुण्डा शहरमा उतारेर आगो लगाउन लगाएर, मान्छे मार्न लगाएर, तोडफोड गर्न लगाएर, पार्टी कार्यालयहरूमा तोडफोड गर्न लगाएर, व्यक्तिका घरहरूमा तोडफोड गर्न लगाएर, व्यापार बिजनेसमा आक्रमण गरेर देश धेरै बिग्रियो। हामी सपार्न आउँछौँ, मलाई साथ देऊ, म अगाडि बढ्छु आह्वान गर्ने हामीले देखेका छैनौँ। अस्ति 58 सालमा ज्ञानेन्द्र शाहका हातमा शासन पुग्दा हामी सबैलाई थुनेर प्रेस, अहिले प्रेसवालाहरू के भन्दैछन् कोनी म बुझ्दिनँ। त्यति बेला त समाचार भन्नेको पछाडि आर्मी उभिएर समाचार भने होइन, साँचो लाउन गएको होइन, प्रेसमा समाचार बन्द गरिया होइन, टेलिफोनको लाइन काटेर भएन, तार काटेको थियो। तार कस्तो मूर्ख होला, लाइन काटेपछि त सिद्धियो नि त, तार काटेर कहाँ बोकेर गएको। त्यो तार अहिलेसम्म फिर्ता गरेको छैन ज्ञानेन्द्र शाहले। कहाँ लगायो, कहाँ लगायो। अनि फेरि चाहियो राजतन्त्र। हामीले देखाएको छैनौँ अस्ति 58 देखि 62 सम्म। यो भुल भुलैयामा नपरौँ। यस्ता शक्तिहरू हाम्रो सुदृढ एकता र हाम्रो चाहिँ एमाले जस्तो गर्जन नपुगेर यिनीहरू सर्वलाउन थाले हो। के नयाँ शक्ति बनाएको छ? नयाँ शक्तिको देखिएन अब तमासा। कोही पुलिस कुल्चिएर गाडी गुडुडु कुदाएर लिएर जान्छ। पागल हो कि सधैँ हो कि? मान्छे मार्न राज्यको ड्युटीमा उभिएको प्रहरी माथि बार्न गाडी लिएर जाने। हामी सही राखेका छौँ, यिनीहरूको प्रोभोकेसनलाई हामी सही राखेका छौँ। तर सहनुको एउटा हद हुन्छ भन्ने कुरा जब जनतालाई अब मूल्याङ्कन गरिन्छ, हेपिन्छ, तब सहने कुराको हद हुन्छ।